मान्छे प्रमोद थापा लगायतलाई अहिले यहीबाट गिरफ्तार गरियो भन्ने सुनेको छु। यदि त्यो सत्य हो भने म नेपाल सरकार, गृहमन्त्री अथवा यसको अहिले कमान्ड गरिराखेका प्रहरीका प्रमुख भद्रतापूर्वक मेरो आग्रह छ, तपाईहरुले कमल थापालाई यही ल्याइदिनुहोस्, उहाँ लगायतका मानिसहरूलाई यही ल्याइदिनुहोस्। होइन भने अब हामी अरू साथीभाइलाई पनि देशभरिबाट बोलाउँछौँ, खास लडाईँ भोलिबाट सुरु हुन्छ होइन। र हामी यसरी तपाईँ हाम्रो भद्रतालाई हाम्रो कमजोरी ठान्नुहुन्छ भने पहिलेबाट टोकेर लगे हुन्छ। अब हामी एक ठाउँ भेला भएर होइन 50 ठाउँबाट निस्किन्छौँ। कहाँ रोक्नुहुन्छ मलाई? 50 ठाउँबाट रोक्छौँ। र कमल थापालाई अहिले यहाँ ल्याएर ससम्मान ठुटा नगर्ने हो भने भोलिबाट काठमाडौँ उपत्यका बढ्न सुरु भयो। हाम्रो साथीहरू केही सपताहरू सुरु गर्नुहोस्। म सबै जिल्ला अध्यक्ष, सबै घटकका नेताहरू सबैलाई यहीबाट आह्वान गर्छु, घर फर्किनु भएको आफ्ना साथीहरूलाई पनि यतै फर्काउनुहोस् र यहाँ स्थानीय कमिटीहरूलाई पनि भन्नुहोस्, अब हामी एक्लै होइन सिङ्गै सबै परिवार लिएर अब सडकमा निस्किने। 5 जना 10 जना जो जहाँ हुन्छ त्यहीबाट यो लोकतन्त्रको विरुद्ध अब सडकमा निस्किने। हामी पक्रै परिन्छ, चुनावमा परिने कुनै 2-4 लाठी खानुपर्छ भनेर अब हामी बनाउनेवाला छैन। हामी संयमतापूर्वक यो सरकारको ध्यान आकर्षण गर्न लागेका थियौँ, तर यता जा भन्ने उता जा भन्ने अनि त्यति मात्र होइन, आज नेतालाई गिरफ्तार गरेर के गर्दो रहेछ हेरौँ भन्ने भोलिदेखि हामी गर्छौँ। त्यसकारण मेरो आग्रह छ, परिस्थिति भड्काउन नलाग्नुहोस्। प्रधानमन्त्रीले त अस्ति नै भड्काउन खोज्नु भएको थियो। म प्रहरी प्रशासनलाई पनि संयमता नतोड्नमा फेरि पनि आग्रह गर्छु। प्रहरी तपाईहरुले देख्नु भएको छ, हामीले यो प्रदर्शनमा कुन प्रकारको संयमता अप्नाइराखेका छौँ तपाईहरुले देख्नु भएको छ। तर यसलाई फेरि पनि भन्छु, कमजोरी ठान्नु भएन। यो गणतन्त्र त ढिलो चाँडो ढाल्ने नै हो, ढल्छ। म गणतन्त्रवादी नेताहरूलाई पनि भन्न चाहन्छु, प्रधानमन्त्रीलाई भन्न चाहन्छु, तपाईहरुले अहिले सरकारी सत्ताको दुरुपयोग गर्दै भाषण गरेको, गफ गरेको सुन्छु, राजा कसरी फर्कन्छ भनेर, गइसकेको राजसंस्था कसरी फर्कन्छ त्यो सम्भव छैन भनेर भनेको सुन्छु। तपाईहरुले सुन्नुभएको छ कि छैन? इतिहास पढ्नुभएको छ कि छैन? 1649 मा बेलायतमा त्यहाँ चार्ल्स प्रथमलाई बेलायती जनताले फाँसीमा चढाएर राजसंस्थाको अन्त्य गरेका थिए। तर गणतन्त्रवादीहरूले ठिक ढङ्गले काम गर्न नसकेपछि यहाँको जस्तै अहिलेको गणतन्त्रवादीहरूले जस्तै त्यहाँ लुटतन्त्र मचाएपछि जनतालाई थाहा भयो गणतन्त्रवादीहरूले हामीलाई झुक्याएको रहेछ, हामीलाई भ्रममा पारेको रहेछ, गल्ती भएछ भन्ने थाहा पाएपछि 12 वर्ष नपुग्दै 1660 मा बेलायती जनताले राजसंस्थाको स्थापना गरे मात्र होइन, त्यसबेला गणतन्त्रको नेतृत्व गर्ने क्रमवेल 1658 मै मरिसकेका थिए। तर त्यहाँको जनताले क्रमवेलले जनतामाथि धोका दिएको रिस उनको चिहानमा गएर पनि पुगे। जिउँदो नभेटेपछि चिहानबाट फोटोले ल्याएर क्रमवेलको करमलाई फाँसीमा चढाएका थिए। चिहानबाट फोटोले ल्याएर क्रमवेलको करमलाई फाँसीमा चढाएका थिए। याद राख्नुहोस्, जनता सर्वशक्तिमान हुन्छ, जनता भन्दा माथि अर्को कुनै निर्णायक शक्ति छैन। नेपालमा हामीले ठुल्ठुला परिवर्तनहरू हेरेका छौँ। आज प्रचण्ड जसले चुनाव जितेर आउनु भनेर राप्रपालाई धक्कु लगाउने, राप्रपालाई चुनाव जितेर आएर देखाउनु भनेर धक्कु लगाउने केपी ओली र अरू गणतन्त्रवादी नेताहरूलाई भन्छु, नेपालका 3टा ठुला परिवर्तनहरू
2007 साल 2046 साल र 65-63 को तीनटै आन्दोलन भोटबाट भएको होइन। त्यो तीनटै परिवर्तन भोटबाट भएको होइन। 7 सालमा हामी कयौं मानिसहरू जन्मेका थिएनौं, तर राणा शासनको अन्त्य, राणा शासन राख्ने कि नराख्ने भनेर भोट गरेर भएको थिएन, आन्दोलनबाट भएको थियो। 46 सालमा बहुदलीय व्यवस्था ल्याउने कि नल्याउने भनेर चुनाव भएको थिएन। चुनाव 36 सालमा भएको थियो, पञ्चायतले जितेको थियो, तर 46 सालमा जनताको मतबाट होइन, आन्दोलनबाट बहुदलीय व्यवस्था नेपालमा आयो। 62-63 मा पनि जे परिवर्तन भयो त्यो चुनावबाट भएको हो, आन्दोलनबाट भएको हो र हामी यो गणतन्त्र आन्दोलनबाट फेर्न चाहन्छौँ। आज देश आन्दोलनमै भएको छ, जनताले विकल्प खोजिराखेको छ। याद गर्नुहोला, तपाईँहरूलाई ख्याल लाग्छ होला। अहिले रायमा लिङ्गेनले यहाँ उभिएर भन्दाखेरि तपाईँहरूलाई ख्याल लाग्छ होला। प्लिज केपी ओली, शेरबहादुर देउवा, प्रचण्ड, यो देश बर्बाद भयो भने तपाईँहरूको केही पनि बर्बाद हुँदैन। देश बर्बाद भयो भने हाम्रा युवाहरूको भविष्य बर्बाद हुनेवाला छ। देश 10 वर्षको सशस्त्र दण्ड र तपाईँहरूको लुटतन्त्रले आज ढिलो भएको छ। देशले थप दण्ड बिहोर्न सक्दैन भनेर हामीले विद्रोहको बाटो नरोजेको, हामीले शान्तिपूर्ण प्रदर्शन गरेको, एकजना पनि पुलिस मर्न नपरोस्, एकजना पनि नागरिक मर्न नपरोस् भनेर हामीले शान्तिपूर्ण बाटो अपनाएको। तर यसलाई कमजोरी नठानुहोस्, म फेरि पनि भन्छु। आज 2-4 हजार युवाहरू विद्रोहको लागि बन्दुक बोकेर जङ्गल पस्न छैनन् होला त यो अभियानमा। हामीले दुसरा ठाउँ तोडफोड गर्न सक्दैनौँ होला त। अहिले यता क्षेत्रमा छ, हामी यता फर्केर गएर विध्वंस गर्न सक्दैनौँ होला त। हामीले त्यो चाहेकै छैन, हामीले त्यो चाहेकै छैन। अझ अहिले भन्नुहुन्छ भने यो राजनीतिले त्यसको कल्पना पनि गर्दैन। तर यही हाम्रो भद्रतालाई कमजोरी ठानेर देश तपाईले लुटिराख्नुहुन्छ, देश बर्बाद पारिराख्नुहुन्छ। तपाईलाई मन लागेको मान्छे प्रहरीमा बढुवा हुन्छ, मन नलागेको अथवा तपाईँ पैसा पुर्याउन नसक्ने पहुँच नभएको मान्छे जिन्दगीको तलै बसेर पेन्सन पकाउँछ। तपाईले चाहनुभयो भने एमालेको र काङ्ग्रेसको अपराधीहरूलाई एकै दिन 2टा अदालतमा सँगसँगै सल्लाह गरेर कहिले काङ्ग्रेसको मात्रै छुट्यायो भने भोलि एमालेको छुट्दैन कि भनेर आज एकै दिन गरौँ भनेर 2 ठाउँ इजलास गराएर आफ्ना 2टा बदमासलाई अदालतबाट छुट्याउनुहुन्छ। इटा भट्टामा जुँदै मान्छे जलाउने मान्छेहरूलाई तपाईँहरूले छोडिराख्नु भएको छ अदालतको नाममा। यो कुरा यहाँ आउने मान्छेहरू मात्रै होइन नि, यो नेताहरूलाई क्षेत्रमा उभिएको पुलिसलाई पनि थाहा छ। कर्तव्यमा उभिनु भएको होला, तर आज निजामती कर्मचारी होस्, प्रहरी होस्, सेना होस्, सबैलाई थाहा छ तपाईँको ज्यादतीलाई बन्दुक बोकेर जङ्गल पस्न छैनन् होला त यो अभियानमा। हामीले दुसरा ठाउँ तोडफोड गर्न सक्दैनौँ होला त। अहिले यता क्षेत्रमा छ, हामी यता फर्केर गएर विध्वंस गर्न सक्दैनौँ होला त। हामीले त्यो चाहेकै छैन, हामीले त्यो चाहेकै छैन। अझ अहिले भन्नुहुन्छ भने यो राजनीतिले त्यसको कल्पना पनि गर्दैन। तर यही हाम्रो भद्रतालाई कमजोरी ठानेर देश तपाईले लुटिराख्नुहुन्छ, देश बर्बाद पारिराख्नुहुन्छ। तपाईलाई मन लागेको मान्छे प्रहरीमा बढुवा हुन्छ, मन नलागेको अथवा तपाईँ पैसा पुर्याउन नसक्ने पहुँच नभएको मान्छे जिन्दगीको तलै बसेर पेन्सन पकाउँछ। तपाईँले चाहनुभयो भने एमालेको र काङ्ग्रेसको अपराधीहरूलाई एकै दिन 2टा अदालतबाट सँगसँगै सल्लाह गरेर कहिले काङ्ग्रेसको मात्रै छुट्यायो भने भोलि एमालेको छुट्दैन कि भनेर आज एकै दिन गरौँ भनेर 2 ठाउँ इजलास गराएर आफ्ना 2टा बदमासलाई अदालतबाट छुट्याउनुहुन्छ। इटा भट्टामा जुँदै मान्छे
जलाउने मान्छेहरूलाई तपाईँहरूले छोडिराख्नु भएको छ। अदालतको नाममा यो कुरा यहाँ आउने मान्छेहरू मात्रै होइन नि, यो नेताहरूलाई छेक्न उभिएको पुलिसलाई पनि थाहा छ। कर्तव्यमा उभिनु भएको होला, तर आज निजामती कर्मचारी होस्, प्रहरी होस्, सेना होस्, सबलाई थाहा छ तपाईँको ज्यादती। त्यसकारण कसैले बोल्न सकेन। आज अधिकांश मान्छेलाई तपाईँले आफ्नो जालोमा बन्द बनाएर राख्नु भएको छ, उनीहरू बोल्न सक्दैन। कोहीले त बोल्नु पर्यो, त्यो हामीले बोलेका छौँ। कसैले त हात गर्नु पर्यो नि, हामीले गरेका छौँ। त्यसकारण यसबाट हामी पछि हट्दैन। भ्रम नहोस्, हामी पछि हट्दैनौँ। चाल फेरिन्छ, तरिका फेरिन्छ, तपाईँहरूको यो लोकतन्त्रको अन्त्यमा गरेसम्म हामी लागिरहेछौँ। यो ज्यान देशका लागि, नेपाली जनताका लागि अर्पण गर्न पाइन्छ भनेको